हे गाइज के छ म त एकदमै ठिकठाक छ अनि हजुरहरूको पनि ठिकठाक नै होला। अहिले चाहिँ म र साथी भएर बजारतिर कुखुरा लिन जान लाग्यो हल्का रमाइलो गरिदिउँ भनेर। अनि हामीले चाहिँ कुखुरा पनि लियो अनि हामी चाहिँ हाम्रो गन्तव्यतिर लाग्न थाल्यो। साथी अघि म पछि सामान लिएर हिँड्न थालेँ अनि फाइनल्ली हामी चाहिँ हाम्रो गन्तव्यमा पनि आइयो। अनि कुखुरालाई साइड लगाएर आगो बालेर पानी पनि तताइयो। अनि अर्को दाजुले चाहिँ दाबु ल्याएर आउनु भयो अनि दाइले चाहिँ आलु काटे चाहिँ कुखुरा काट्यो अनि दाइ र साथी मिलेर चाहिँ कुखुरालाई भुत्लाउन थाले। अनि हल्का झड्काउन नि त पर्यो, त्यही हामीले चाहिँ झड्काउन थालियो। अनि अब पिस पनि त पार्नु पर्यो, त्यही भएर दाइले चाहिँ पिस पार्न पनि थाल्नु भयो। अनि फाइनल्ली पिस पनि पारेर सकियो उता ग्रेभीको लागि अनि यता चाहिँ रोस्टको लागि राखियो। अनि सुरुवात चाहिँ रोस्टबाटै गर्न थालियो। चैया गर्न जानी हामीले तेलमा मासुलाई पनि हालियो अनि मस्त रातो हुनसम्म पाकिसकेपछि हामीले त्यसलाई चाहिँ निकालियो। अनि पिस निकाल्दै गुवाम खान थाल्यो। एकदमै मिठो थियो चुम्मीवाला। अनि ग्रेभी पनि पाकिसकेको थियो अनि गुवाम खान थाल्यो। एकदमै मिठो थियो यो पनि। अब चाहिँ एकछिन दाइबा मिलेर गेम खेल्न लागेको। आजको लागि यति, हस्त, टाटा, बाइ बाइ।